हेलो एभ्रिवान, हजुरहरूलाई मेरो च्यानलमा स्वागत छ। आजको भिडियोमा चाहिँ क्विन्स गोर्खा इन्जिनियर्स इन्भिक्टा पार्टनर एक्सर्साइज भिडियो छ। यो भिडियोमा चाहिँ 3 वटा स्ट्यान्डहरू रन भएको छ, जसमा चाहिँ रहेको छ सुटिङ, स्पोर्ट्स अनि सर्भाइभलको इन्फर्मेसनहरू रहेको छ। सो हजुरहरूले यो भिडियोलाई अन्तिमसम्म हेरेर इन्जोय गर्नुहोला। Hello guys, welcome to Gurji's channel and subscribe to my channel as well. Gurji like now they are going for range, and your range ma चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ they will be shooting 25-meter range live rounds, and I'm really excited. दिदीहरु पनि धेरै excited हुनुहुन्छ. So keep watching this vlog. All right. Thank you bhai, thank you very much. यो चाहिँ रेन्जको स्ट्यान्ड अनि यहाँ चाहिँ 25 मिटर रेन्ज कन्डक्ट हुन्छ। सो दिदी बहिनीहरू चाहिँ आज एकदम एक्साइटेड हुनुहुन्छ रेन्ज हान्नको लागि। दिस इज देयर फर्स्ट टाइम सुटिङ अ वेपन। अनि देख्न सक्नुहुन्छ कि उहाँहरू सबैजना एक्साइटेड हुनुहुन्छ। रेन्ज कन्डक्टिङ स्टाफहरू चाहिँ त्यहाँ रेन्जभित्र हुनुहुन्छ। चाहिँ भिजिटरहरू पनि हुनुहुन्छ। यहाँ चाहिँ हाम्रो भिजिटरहरू हुनुहुन्छ, आजको रेन्जको भिजिटरहरू। यो हटभित्र चाहिँ रेन्जको ब्रिफ भइरहेको छ। यहाँ चाहिँ रेन्जको ब्रिफ अनि दिदीबहिनीहरूलाई यहाँ चाहिँ वेपन ड्रिल पनि सिकाइन्छ, which will make them confident firing on the range. Safety voice. So what if you hear the word of command, stop, 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 all I want you to do is apply the safety gas, which will be taught by later on. All you need to do that, release your hand in gloves, and this is called my further stop. Okay. Other things, the load, ready, unload, everything will be done by one of the safety staff on the firing point itself, so you don't have to do anything. All you need to do is put the safety gas onto the fire and then operate the trigger. Okay. If you are willing to take a video while you are firing, I'm more than generous to let you do that. However, you need to give prior permission to for that, or you enter the race. If you are not able to communicate with me, speak to one of the safety staff. He will come and speak to me, and I will let you know. But there is a certain line or certain point you are not allowed to go from that point any further towards the target itself. Okay? ल त्यहाँ चाहिँ रेन्ज सेफ्टी स्टाफहरू हुनुहुन्छ अनि रेन्ज कन्डक्ट गर्ने स्टाफहरू विथ द राइफल अन द ग्राउन्ड एन्ड टार्गेट। ल यहाँ चाहिँ सुटिङ सुरु भइसकेको छ। त्यहाँ चाहिँ देख्न सक्नुहुन्छ चाहिँ एमो लोड हुँदैछ। चाहिँ ट्रेनिङ हुँदैछ वेपनको। वेपनको ट्रेनिङ बिफोर रेन्ज। यो ग्रुपले चाहिँ सुटिङ गरिसकेको छ अनि टार्गेटमा कतिवटा लाग्यो भनेर राउन्ड्स गर्न जाँदैछ। त्यसपछि हाम्रो नयाँ टिम पनि रेडी भइसकेको छ सुटिङको लागि। बहिनी, हाउ आर यु फिलिङ नाउ? एक्साइटेड है? अनि अलिअलि डर पनि लागेछ, अब फर्स्ट टाइम हो नि त, त्यही भएर है। ल चाहिँ सबै राउन्ड चाहिँ टार्गेटमा हान्नु होला बहिनी। अल द बेस्ट। बेस्ट सुटरको अवार्ड चाहिँ लगेर जानुपर्छ आज है बहिनी। थ्याङ्क यू। ल बहिनी, हुन्छ बहिनी। ल बहिनी चाहिँ जाँदै हुनुहुन्छ। अब चाहिँ बहिनीको पालो सुट गर्नको लागि। ल बहिनी, अल द बेस्ट। दामी हान्नुपर्छ अब। मैले नखोलेसम्म नखोल्नु है यो। ल अब चाहिँ हामी बहिनीको राउन्ड्सहरू चाहिँ कति चाहिँ टार्गेटमा लागेछ भनेर चेक गर्न जाँदैछौँ। बहिनीको छ लागेको छ नि। 4 वटा गली छ।
यहाँ गोली लागेको छ नि 1 2 3 4 5 6 कस्तो हो यो यस्तो राम्रो छ त बहिनी जस लागेको छ नि त टार्गेटमा बहिनीको चाहिँ यहाँ लागेको रहेछ त्यहाँ तल हजुर ल दिदीहरु ब्यागको लागि मैले जिउ लागेछु जति चाहिँ क्लोज भयो नि त्यो राम्रो हो आफूले चाहिँ किन गरे भने त्यो राम्रो राम्रो सर्ट हान्नु पर्छ बहिनीहरूले योहरु सानो सानो टुक्रा च्यातेर टास्दिनु होला है पालहरु सबै पाल सक्नु पर्यो हजुर सानो सानो सबै गोली टार्गेटमा लागेछ राम्रो ल चाहिँ प्याच टाल्दै हुन्छ बहिनीहरूले किनकि नेक्स्ट पर्सनले पनि सुट गर्नुपर्ने हुन्छ अनि प्रिभियस होलर छ भने चाहिँ त्यसलाई सबै टालेर नेक्स्ट सुटरहरूको राउन्ड चाहिँ कहाँ लाग्यो थाहा हुन्छ त्यही भएर सबै टाल्दै हुनुहुन्छ बहिनीहरूले नेक्स्ट सुटर बहिनीहरू फेरि रेडी हुनुहुन्छ ल हामी चाहिँ अर्को स्ट्यान्डतिर जाँदैछौँ स्पोर्ट्सको स्ट्यान्ड आजको मेन भिजिटरहरू चाहिँ यहाँ हुनुहुन्छ हामी सानो भान्जीसँग सानो भान्जी सानो सानो हाम्रो नेक्स्ट स्ट्यान्ड चाहिँ त्यहाँ तल स्पोर्ट्स पिचमा हुँदैछ अनि हामी चाहिँ सिधै स्पोर्ट्स पिच जाँदैछौँ ल ल ल यहाँनिर भिजिटरहरू हुनुहुन्छ सपोर्ट गर्नु आएको होला होइन बहिनीहरूलाई त्यही त बहिनीको आज के चाहिँ जित्नुहुन्छ होला त सुटिङमा ल है ल यहाँ चाहिँ बहिनी सपोर्ट गर्नु आउनु भएको रहेछ हाम्रो भाइहरू अनि यहाँ हेर्दै जाऊँ अनि यहाँ चाहिँ स्पोर्ट्सको ब्रिफ हुँदैछ दिदीहरू सबैजना एकदम एक्टिभ देखिन्छ ल म चाहिँ स्पोर्ट्स स्ट्यान्डमा आएको छु आजको इभेन्टको अनि हाम्रो स्पोर्ट्स स्ट्यान्डको 2IC वङदी भाइसँग कुराकानी गर्दैछु अनि मर्निङ यार आज स्पोर्ट्समा के छ आज हाम्रो यहाँ आज हाम्रो स्पोर्ट्समा चाहिँ गुरुजी यो इन्भिक्टा पार्टनर्समा चाहिँ 4वटा गेम राखेको छौँ हामीले अनि फर्स्ट गेम चाहिँ हाम्रो अब यो बल राउन्ड अप भइहाल्यो यो बल राउन्ड अप चाहिँ हामीले अनि विथ अल्सो हामीले ग्रेनेड फान्लेको सिमुलेसन पनि गरेको छौँ विच इज दिदीहरूले भर्खरै गरेर टोटली इन्जोय गर्नु भइहाल्यो स्टिल 3वटा गेम्स बाँकी छ एउटा गेम चाहिँ हाम्रो सोलेमान गुरुजीले लिनुहुन्छ विच इज एकदम सस्पेन्स छ त्यो चाहिँ मलाई पनि थाहा छैन त्यो चाहिँ ओन्ली गुरुजीले मात्र थाहा छ अनि हाम्रो सेकेन्ड त्यसपछिको थर्ड गेम भनेको चाहिँ रुमाल टिप्ने विच इज हाम्रो नेपालमा धेरैचोटि खेलिसकेको छौँ यसले चाहिँ हाम्रो पहिलाको नोस्टल्जियाको यादहरू चाहिँ एकदम ल्याउनेछ गुरुजी हजुरले पनि खेल्नु भयो होला नि पहिला रुमाल टिप्ने एकदम अनि त्यसपछि चाहिँ हाम्रो सबैजनालाई फुटबल एकदम मनपर्छ होला प्रायलाई लास्टमा चाहिँ हाम्रो फुटबल गेम छ जुन चाहिँ हामीले चाहिँ बलमाथि हात राखेर स्पिन भएर अनि हान्नेछौँ त्यो चाहिँ एकदम फन हुनेवाला छ त्यही भएर चाहिँ यो भिडियो चाहिँ हेरिराख्नु होला र इन्जोय गर्नु होला थ्याङ्क यू यार भनेपछि आज त होल्डे इभेन्ट हो नि त होइन हजुर गुरुजी आज होल्डे इभेन्ट छ 3वटा ग्रुप छ एउटा ग्रुप चाहिँ यता छ हामीसँग एउटा ग्रुप सर्भाइभल स्ट्यान्डमा एउटा ग्रुप चाहिँ रेन्जमा छ अनि यो चाहिँ के अरे राउन्ड रोबिन भएर घुमिरहेको छ त्यही भएर अब हामी चाहिँ यो ग्रुपलाई गराएर अर्को ग्रुपलाई वेटिङमा छौँ ल थ्याङ्क यू फर द इन्फर्मेसन भाइ थ्याङ्क यू गुरुजी अनि तपाईँको ब्लगमा चाहिँ सबैजनाले हेरेर मात्रै भएन सब्सक्राइब पनि गरिदिनु पऱ्यो गुरुजीलाई सब्सक्राइब गर्नुलाई चाहिँ फ्री छ त्यही भएर गुरुजीको च्यानललाई सपोर्ट गरौँ यस्तो राम्रो कन्टेन्ट चाहिँ हेर्नलाई अझै गुरुजीको च्यानलमा चाहिँ लाइक प्लस कमेन्ट पनि गरिदिनु पऱ्यो थ्याङ्क यू भेरी मच थ्याङ्क यू फर द वाइज वर्ड वङदी भाइ थ्याङ्क यू मेरो जिम पार्टनर हो वङदी चाहिँ गुरुजीले आजकल आउनु छोड्नु भएको छ गुरुजीलाई मैले आउनु भनिरहेको छु ल है त गुरुजी आउनु पऱ्यो अब समर बडी बढाउनु पऱ्यो यस अब म फेरि ब्याक इन हुन्छ अनि मेरो चाहिँ जिम ट्रान्सफर्मेसन भिडियो पनि बनाउनु पर्ने छैन राइट हुन्छ गुरुजी थ्याङ्क यू वङदी ल गुरुजी ल हस् त धन्यवाद थ्याङ्क यू भेरी मच गुरुजी ल यहाँ चाहिँ टिम प्लानिङ सुरु भइसकेको छ अनि सबैजनाले चाहिँ जित्ने गरी खेल्नुहुन्छ अनि प्लान चाहिँ एकदम खतरा प्लान हुँदैछ टिम 1 टिम 2 को प्लान हुँदैछ यहाँनिर बल
बल पासको प्लान हुँदैछ यहाँनिर अनि नेक्स्ट टिम इज मेकिङ द ओन प्लान लेट्स सी हेरौँ है त कसको प्लानले चाहिँ बेटर वर्क गर्छ अनि हु इज गोना विन दिस कम्पिटिसन दुई टिम बिच ल दिदी बहिनीहरू इन पोजिसन रेडी स्ट्यान्ड बाई गो अब चाहिँ पक्का मारामार गेम सुरु भइसकेको छ है त ल टु टिम्सको पक्का मारामार कम्पिटिसन सुरु भइसकेको छ दिदी बहिनीहरू एकदम एक्साइटेड अनि फुल जोसमा गर्दै थोरै शिफ्ट हुन पायो अनि टिमवर्क एकदम राम्रो छ दिदीहरूको बङ्दीले यहाँ सबैलाई शेष बनाइरहेको अवस्था ल ल बङ्दी ल लेट्स गो बङ्दी गुड गेम बोल त ल राम्रो छ दिदीहरू ल राम्रो छ है ल ल ल ल लेट्स गो स्विच अन दिदीहरू ल स्विच अन अलिकति ग्याप गरेर बस्नु सजिलो हुन्छ नि त बल पास गर्न पनि लेट्स गो हो जाको त्यही बस्नु पर्यो फर्स्ट मान्छे चाहिँ है सर्नु भएन ल दिदीहरू राम्रो छ लेट्स गो दिदी अगाडि सर्नु भएन है अगाडि सर्नु भएन है पास गर्दै गर्दै यो कोनसम्म आएर चाहिँ ल दिदी यहाँको यहीँ बस्नु पर्यो है अब तपाईँ मुभ हुनु पाउँदैन है दिदी यही बस्नु पर्यो ल राम्रो छ दिदीहरू ल लेट्स गो गुड गेम दिदी अगाडि सर्न पाउँदैन त्यसरी है जहाँ छ त्यही बस्नु पर्यो ल दिदी जहाँको त्यही बस्नु पर्यो तपाईँ चाहिँ है फर्स्ट म्यान चाहिँ त्यही अड्किनु पर्यो है लेट्स गो ल अब धेरै छैन तपाईँहरूको ल धेरै छैन है दामी छ दामी अब यसमा जान पाउँछ है यता आउनु बल राख्नु मलाई दिनु मलाई दिनु अब तपाईँ जानु उता भाग्नु बिस्तारै अब चाहिँ बिस्तारै टाइम लिँदा हुन्छ अब उभिएर हान्दा हुन्छ उभिएर टाइम लिनु है ल फेरि सीमाजी आउनु टाइम लिँदा हुन्छ के हतार नगर्नु टाइम लिनु बिस्तारै होइन ल दिदी टाइम लिनु बिस्तारै है जसले हतार गरेर जित्ने होइन यो चाहिँ बिस्तारै हान्नु ट्राई गर्नु ल है अब ओहो ल बिस्तारै टाइम है ओ ल गुड गेम ल टाइम है ल आए ल आयो ल बिस्तारै दिदी ल जसरी हान्दा नि हुन्छ है दामी आए ल टेक टाइम दिदी टेक टाइम छिटो ल यताको टिमले चाहिँ ल है त दिदीहरू हतार गरेर जित्दैन अनि इट्स अ गुड कम्पिटिसन भेरी गुड कम्पिटिसन ल दिदी छिराउनु पर्यो है ल
ओए ल ल ल दिदीहरु ल ल ल ल ल ल ल ल दिदी छिराउनु छिराउनु ल ओ यहाँ चाहिँ बहिनीको सपोर्टमा छिरेन 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 नो नो डिस भयो हैन 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 ल है त दिदी ल ल ल ल ल ल सीमा दिदीलाई हान्नु पर्यो ल ल है ल ल ल दिदी ल यहाँ अब 4वटा बाँकी स्टप उता चाहिँ स्टप भनिसकेको छ हाम्रो पिटिआई वङदी भाइले अनि अब 3वटा गेम बाँकी छ स्टिल है एक गेम मात्रै एउटा मात्रै जित्यो अब चाहिँ हैन यो भने हैन गुरुजी अब अर्को चाहिँ 3वटा गेम बाँकी छ स्टिल बिट गर्ने चान्स छ है दिदीहरु ल त्यही भएर हार मान्नु भएन यसलाई चाहिँ एज अ फ्युलको रूपमा लिनु पर्यो है हैन हैन दिदी त्यहाँ उता दिदी उता हेर्नु न उता हेर्नु न Good sportsmanship. We will wait 10 minutes for the couple of your team to correct and then we'll start. Happy? Okay, namaste, every Didi Boydiharu. So welcome to our stand, which is survival stand. Okay, here is my 2IC, and I'm Lance Corporal Nayan Kajimogot, IC for this stand. Adarsa 2IC, and there is 2 more staff who are the stand IC. So first of all, quick model brief. My 2IC will go. Before we jump into the model, is the IC and 2IC nominated in this group? IC and 2IC, can you come with me please? दिदीहरु यो चाहिँ क्यामोफ्लेन है यो क्रिम चाहिँ तपाईको इन्सेक्ट रेपिलेन्ट हो तपाईको भुसनाले टोक्यो वा मच्छरहरु टोक्न थाल्यो भने चाहिँ यो क्विकली लाउन थाल्यो भने है यो चाहिँ तपाईहरुले चाहिँ टिममा चाहिँ डिस्ट्रिब्युट गरेर लाउनु If you have allergies, please avoid it. And don't put above the eye level, yeah? Don't put above the eye. Light in As you wish, as you wish. As you wish. Yeah. हाम्रो चाहिँ सर्भाइभल स्ट्यान्ड चाहिँ आज चाहिँ खास गरी रन गर्नुको मेन एम भनेको चाहिँ अब आज सबै दिदीबहिनीहरूलाई चाहिँ थाहा छैन हैन कसरी सर्भाइभ गर्ने कुन बेला चाहिँ सर्भाइभ गर्ने हैन किन भन्दाखेरि अब एकदमै अब हामी आर्मी लाइफमा भनेको चाहिँ सर्भाइभ अब कुनै बेला इनिमीबाट स्किप हुँदाखेरि भागेको खण्डमा त्यतिखेर हामी जानुपर्ने खण्डमा त्यतिखेर चाहिँ सर्भाइभ हुनुपर्छ अनि त्यो सर्भाइभ हुँदाखेरि चाहिँ हामीलाई चाहिने भनेको चाहिँ एउटा के भन्दा वाटर भयो फुड भयो अनि ट्र्यापहरू भयो सेल्टर भयो अनि हैनेहरूको लागि चाहिँ अब हामीले कसरी चाहिँ बनाउँछ किनभने जङ्गलमा त हुँदैन त्यही भएर हामीले चाहिँ बनाउनु पर्ने हुन्छ त्यही कारणले चाहिँ एभ्री स्ट्यान्ड बनाएर चाहिँ कसरी बनाउँदो रहेछ र कसरी यसले चाहिँ काम गर्दो रहेछ भनेर चाहिँ एउटा सानो टच गर्न खोजेको ती बहिनीहरूलाई त्यही भएर चाहिँ सर्भाइभल स्ट्यान्ड चाहिँ आज चाहिँ रन गर्छ स्ट्यान्डको आज भनेपछि सर्भाइभल स्ट्यान्डमा चाहिँ के समेटेको छ त सर्भाइभल स्ट्यान्ड भनेपछि चाहिँ अब हामीलाई चाहिँ सर्भाइभ हुनुपर्ने चिजहरू होइन मेन कुरो इम्पोर्टेन्ट भनेको वाटर भयो होइन अनि वाटर ट्र्याप अब हामीले चाहिँ यदि अब पानी नभेटेको खण्डमा चाहिँ अब वाटरलाई कसरी ट्र्याप गर्ने होइन त्यसको लागि चाहिँ वाटर ट्र्याप बनाउने अनि त्यसपछि फुडको लागि चाहिँ अब जङ्गलमा भएको खण्डमा चाहिँ कुनै पनि अब फ्रुट्सहरू अब खानेकुरा चाहिँ हामीलाई थाहा हुँदैन कुन चाहिँ पोइजनस हो होइन कुन चाहिँ होइन भनेर त्यही भएर चाहिँ त्यो फुडहरू चाहिँ पाउने फ्रुट्सहरूलाई चाहिँ हामीले चाहिँ देखाएको छ विच इज यस्तो यस्तो खानुपर्छ र कुन सिचुएसनमा चाहिँ खानु हुँदैन कसरी चाहिँ अब टेस्ट कस्तो हुन्छ होइन खानुपर्नेको अब डिस्कार्ड गर्नुपर्नेको टेस्ट कस्तो हुन्छ भने सबै ब्रिफ गरेछ फुडको लागि चाहिँ होइन त्यही भएर फुड स्ट्यान्ड भयो त्यहाँतिर अनि फायर विच इज हामीलाई चाहिँ फुडको लागि चाहिँ अब हामीले पकाएर खानु पर्यो त्यसको लागि चाहिँ अब हामीसँग चाहिँ नर्मल्ली बोक्ने लाइटर छैन भने चाहिँ हामीले चाहिँ अरू उपायले चाहिँ कसरी चाहिँ
आगो चाहिँ बाल्ने होइन त्यो सिकाउनको लागि चाहिँ हामीले फायर स्ट्यान्ड पनि छ हाम्रो स्ट्यान्डमा चाहिँ। अनि अर्को चाहिँ भनेको चाहिँ अब एनिमल त देखेर भएन, त्यसलाई चाहिँ ट्र्याप पार्नु पऱ्यो होइन, मारेपछि खाने हो नि त। तर त्यसलाई चाहिँ मार्नुको लागि चाहिँ कसरी ट्र्याप थाप्ने, अनि एट द अर्को खण्डमा चाहिँ के भन्दा हामी चाहिँ इनिमीबाट स्किप भएको कारणले चाहिँ अब फर्स्टमा चाहिँ अब इनिमीलाई पनि हामीले ट्र्याप थाप्नुपर्ने हुन्छ नि त। त्यही भएर इनिमीलाई पनि ट्र्याप कसरी थाप्ने भनेको चाहिँ त्यो डिफ्रेन्ट ट्र्यापहरूको लागि चाहिँ हाम्रो दिदीबहिनीहरूलाई चाहिँ एक्सपिरियन्स गरायौँ होइन, देखाएर अनि चाहिँ कसरी इनिसिएट गरिन्छ भनेर होइन। अनि त्यस कारणले चाहिँ हामीले चाहिँ ट्र्याप स्ट्यान्ड बनाएको छौँ त्यसको लागि। अनि अर्को चाहिँ सेल्टर, अब हामी बस्नु पऱ्यो होइन, अब विन्डबाट बस्नु पऱ्यो, हामी रेनबाट बस्नु पऱ्यो, त्यही भएर जङ्गलमा चाहिँ सेल्टर कसरी बनाउने त होइन। त्यही भएर चाहिँ अब डिफ्रेन्ट टाइप्स अफ सेल्टर होइन कसरी बनाउने त्यो चाहिँ दिदीबहिनीहरूलाई चाहिँ हामीले देखाएको छौँ। त्यही भएर त्यहाँ चाहिँ सेल्टर स्ट्यान्ड छ, त्यही भएर यति स्ट्यान्ड चाहिँ छ हाम्रो सर्भाइभल स्ट्यान्डमा। थ्याङ्क यू भेरी मच, थ्याङ्क यू। एकदम कम्प्लिट प्याकेज रहेछ सर्भाइभल स्ट्यान्डको लागि। थ्याङ्क यू नारायण। दिदीहरू, if you are done with your camo cream, please keep it away. You can keep it with yourself. And then Didi, from this side, can you all come to this side please? So everyone listening, this is the model pit. Can anyone tell me why it is made? So we can know where it is where. It's like a map. Yes, yes, yes. So basically, you are right. It is a map, but can anyone tell me why is this used? Guess, Didi. Just a guess. So, in the military, we use this so that we can achieve our task. Like as in, if you were somewhere else and you had the objective to come to this place and then complete the task, then we will make this kind of model, which is pretty much precise, oriented to the ground, where you can find the exact features that are in the actual ground and on the map, and then where you can plan and put your troops or soldiers or your task. That is the main objective. In the army life, if we have time, if we have luxury, not luxury time, but we have enough time to make this model, we make this model. Else we take a picture reference or a map recce. So this is basically the map orientation in a short detail. As you can see, this map is exactly oriented with the ground you are on, and this khukuri denotes the north pointing. If you see to the compass, it is actually pointing to the north. So this high ground is that high ground where you came from, and this is the range where you had been shooting this whole day. For now, you all are one platoon, first group, and harbor. This is the location where you are standing. 2 platoon is the last group that is currently shooting on the shooting range, and if you see 3 platoon, there is no 3 platoon. They are currently on the field, which is not in this area. If you see this model, it is self-explanatory, as in this box denotes the buildings which are on the actual ground. This mosses represents the trees that are on the actual ground. This white powder denotes the road that is running from that slope to all the way to the range. And this small moss is the Chautari down there. This is temple. This is our RSQ officer mess, and then that's it for now. Like as you are over here in the harbor, here is water stand, food stand, shelter, and likewise. If you see HLS and FUP, if you are wondering what is this, then HLS is helicopter landing site, FUP is homo point, which is exactly that. Do you see the pole and the white marking? That is the FUP and HLS for us. If there is any major injuries and if we have to run or if we have to bring the helicopter, we will land over there. And if there is fire, we will assemble over there. Do you have any questions? That's it from me. I will hand over to our IC Guruji. All right.
Alright, all, so please bear with me and my staff throughout this stand. Let's make scenario. You just been from the shooting. That means you engage with the enemy, isn't it? But you all are defeated from the enemy. And that's why you have to, or you need to escape from the enemy. That's why you come to survive in my stand. We are here at survival stand. अनि भाइले चाहिँ सेल्टर बनाउने लेसन गर्नु भइरहेको छ। यहाँ चाहिँ भाइले डिफ्रेन्ट टाइप्स अफ सेल्टरको बारेमा भन्दै रहेछ। सो यहाँ चाहिँ हाम्रो नारायण भाइले ट्र्याप डिफ्रेन्ट टाइप्स अफ ट्र्यापको बारेमा सर्भाइभल स्किल देखाउँदै रहेछ। यो पालाको खोज तानिन्छ अनि यो माथि पाले चाहिँ ट्रिगरलाई रिलिज गर्छ अनि त्यो भएपछि यहाँ चाहिँ हाम्रो भिआइपी गेस्टमा चाहिँ हुनुहुन्छ हाम्रो सानुले पनि आज सर्भाइभलको स्ट्यान्डमा घुम्दै हुनुहुन्छ। सानो लुक्स लाइक सी इज इन्जोइङ सर्भाइभल स्ट्यान्ड। खुसी हुनुहुन्छ हाम्रो सानो। यहाँ चाहिँ पन्चो लाउने ट्रेनिङ हुँदो रहेछ यहाँ दिदीबहिनीहरूलाई। अनि दिस इज द पन्चो द्याट वी युज इन द एक्सर्साइज। अनि दिदीबहिनीहरूले पनि त्यो फिल पाओस् भनेर होला यहाँ भाइले चाहिँ उसको स्ट्यान्डमा पन्चो सेटअप गर्न राखेको रहेछ। अनि वेल डन दिदीहरू, इट लुक्स गुड, इट विल सेभ योर लाइफ। थ्याङ्क यू फर कमिङ टु आवर सर्भाइभल स्ट्यान्ड एन्ड नाउ द प्राइजेस। प्लिज विनर दिदीहरू प्लिज कम फरवर्ड। दिदीहरूलाई भाइको तर्फबाट थ्याङ्क यू सो मच। विनर टिमको चाहिँ फोटो सेसन भइरहेको छ। ल यहाँ चाहिँ हामी अब फुड स्ट्यान्डमा आएको छौँ। सो फुड स्ट्यान्डमा चाहिँ यहाँ डिफ्रेन्ट टाइप्स अफ रासन रहेछ। अनि हामी यो चाहिँ एक्सर्साइजमा युज गर्ने रासनहरू छ। त्यसै गरी यता चाहिँ फ्रुट्सहरू सबै जङ्गलबाट प्राप्त गर्ने फुडहरू। अनि यहाँ चाहिँ फिस पनि रहेछ विच चाहिँ जङ्गलमा इफ देयर इज नो फुड फिसिङ रड बनाएर फिस पक्रेर पनि खाने गर्छ। दिस आर द सर्भाइभल थिङ्स द्याट वी निड इन द फिल्ड। किनकि खाना बिना हामी बाँच्न सक्दैनौँ। सो एकदम भाइटल कुरा। चाहिँ सर्भाइभल स्ट्यान्डमा माछा फिस चिकन सबै राखेको रहेछ। ल सबैजनाले यो देख्नु पर्यो ल। अहिले तपाईँहरूले नै आफूले आगो बालेर चाहिँ रासन खानुपर्ने हुन्छ, त्यही भएर सिक्नुपर्ने हुन्छ। ल अलिक यता आएर सबैले देख्नु पर्यो है। दिदी बहिनीहरू सबैजना रेडी? ल अब तल गएर घर पनि बनाइयो होइन, पासो पनि थापियो, पासो थापेर कुखुरा नि आइसक्यो है। अब कुखुरा त पकाएर खानु पर्यो। अब त्यसको लागि चाहिँ के छ त भन्दाखेरि आगो बाल्नुपर्ने हुन्छ। यो चाहिँ हामीले चाहिँ कुखुरा पनि मार्यौँ, माछा नि मार्यौँ है। अब सबै पकाउनुलाई त्यहाँ आगो बालेर रेडी पारिसक्यो हाम्रो गुरुजीले। तर तपाईँहरूले पनि त सिक्नु पऱ्यो नि त होइन। त्यसको लागि चाहिँ अब आगोको लागि के चाहिन्छ होला ल तपाईँहरूलाई क्वेसन? सुरुमा आगोको लागि के चाहियो त भन्दा इन्धन चाहियो नि त होइन। त्यसपछि त इग्नाइट गर्ने चिज चाहियो नि त होइन। हो त्यसको लागि चाहिँ हामीले सुरुमा के गर्छौँ त भन्दाखेरि चाहिँ सुरुमा सानो सानो यो तपाईँको यस्तो हुन्छ नि उलनहरू, नाजुक चिजहरू जस्तै कि अब रुखको पनि काटेर छिल्काएर भित्रको सफ्ट पार्टहरू, सुक्खा चिजहरू होइन, त्यो चाहिँ युज गर्न सकिन्छ। त्यसलाई चाहिँ सबभन्दा सुरुमा आगो बाल्न चाहिँ त्यस्तो चिजहरू युज गरिन्छ है। त्यसपछि त्यसलाई भनेर अब सानो ट्विक्सहरू हाल्नु। त्यसपछि सानो ट्विक्सहरू भए चाहिँ ड्राई ट्विक्सहरू गरेर चाहिँ त्यसलाई टपअप गर्दै अनि ठुलो लगहरू गरेर चाहिँ यस्तो फायर चाहिँ बर्न गर्न सकिन्छ है। अब आगो बाल्ने पनि धेरै टेक्निक्सहरू छ। एउटा चाहिँ लाइटर, सबैभन्दा कमन हामीसँग सबैसँग हुने लाइटर गऱ्यो सर र बाल्यो है, बल्छ। अब लाइटर पनि छैन
अब सलाई छ सलाईको उपयोग नै गर्न सकिन्छ तर सबैभन्दा सर्भाइभल सिचुएसनमा चाहिँ हामीले चाहिँ ब्याट्री पनि युज गर्न सक्छौँ है यो ब्याट्रीलाई चाहिँ तपाईँहरूले कसरी युज गर्न सक्नुहुन्छ भने चुइङगमको खोल हुन्छ नि बनाना चुइङगम खानु भएको थियो होला नि त सानोमा होइन बनाना चुइङगमको बाहिरको त्यो एल्युमिनियमको फोइल हुन्छ नि हो त्यसलाई चाहिँ प्लस र माइनसमा जोड्यो भने चाहिँ अनि आगो बल्छ क्या तर त्यसमा मात्रै बल्दैन कि त्यसलाई इग्नाइट गर्ने चाहिँ एउटा चिज चाहिन्छ क्या साधन जस्तो कि यो है यो मात्रै होइन कि अब केही पनि छैन भने चाहिँ काठ काट्ने ड्राई पार्ट्सहरू ल्याउने धुलोहरू राख्ने अनि टक्क गरेर बाल्न सकिन्छ है अब ब्याट्री पनि छैन भने चाहिँ ला के गर्ने अब के गर्न सकिन्छ त ब्याट्री पनि छैन भने अब त्यसको लागि चाहिँ तपाईँहरूले सेल्टर स्ट्यान्डमा चाहिँ भाइले देखायो होला कि सर्भाइभल किट भनेर होइन सर्भाइभल किटमा चाहिँ अब यो पनि आउँछ है यो आउँछ यसमा चाहिँ अब यो चाहिँ इग्नाइटर हुन्छ यो चाहिँ अब भनौँ न यसले चाहिँ अब घोट्ने हो अब यसले चाहिँ अब यसलाई घोटेर झिल्का आउँछ क्या यो झिल्का ल्याएर चाहिँ आगो बाल्न सकिन्छ बल्यो नि त होइन एकैचोटिमा बल्यो नि त है अब यसलाई चाहिँ अब यहाँ फाल्ने ल अब यो पनि छैन भने चाहिँ के गर्ने त भन्दाखेरि सबैले पहिला कार्टुनहरूमा देख्नु भएको थियो होला नि दाउरा राखेर यस्तो घोटेको आदिवासी जस्तो लास्ट अप्सन है त्यो चाहिँ लास्ट अप्सन त्यो लास्ट अप्सनमा चाहिँ नजाउँ होइन त्यो लास्ट अप्सनको लागि पनि हामीले चाहिँ उपाय चाहिँ खोजेछौँ है यो चाहिँ राखेर अनि यो चाहिँ हो योमा चाहिँ मेन बेस हो यो मेन बेसमा चाहिँ यो राखेर यसले रेती हानेपछि चाहिँ यहाँभित्र स्पार्क आउँछ स्पार्कले चाहिँ सानो स्पार्कहरूले चाहिँ यसलाई नै अब यस्तैहरू टिनरहरूलाई चाहिँ राखेर चाहिँ अब त्यसलाई चाहिँ इग्नाइट गर्न सकिन्छ अब योमा चाहिँ नजाउँ हामीसँग समय निकै थोरै छ है अब अर्को भनेको चाहिँ अहिले हाम्रो तत्कालीन मिलिट्री सप्लाई हामीसँग त सप्लाई छ नि त अहिले त होइन योहरू भनेको त सर्भाइभल सिचुएसनको लागि अब अहिले त हामीसँग सप्लाई छ सप्लाईको लागि चाहिँ के आउँछ त भन्दाखेरि यो ड्रागन फ्युल आउँछ एक्जी फ्युल है यसलाई चाहिँ हामीले चाहिँ इग्नाइट गर्न सकिन्छ यसले चाहिँ अब खाना पकाउने हो हामीले है खाना पकाउँदैछौँ खानाको लागि अब यो युज गर्छौँ हामी चाहिँ त्यसको लागि चाहिँ यसको स्ट्यान्ड पनि छ रेडिमेड आउँछ है आर्मीले नै दिन्छ अनि यो मिस्टिन तपाईँहरूसँग छ होला यसमा चाहिँ खाना पकाउने है त्यसको लागि यो फ्युल निकालेर चट्ट यहाँ ग्याप हुन्छ ग्याप राखेर लाइटरले बालिदिने मात्रै काम छ त्यसपछि यो आफै बल्छ बलिसकेपछि यो माथि राखिदिने पानी हाल्ने पकाउने सजिलो छ है अहिले चाहिँ तपाईँहरूले युज गर्ने यही हो है अब एकचोटि तपाईँहरूलाई प्ले अराउन्ड गर्नको लागि होइन हात चाहिँ नकाट्नु सर्र है सर्र क्विक स्पार्क मात्रै है ओन्ली 2 मिनट्स ल लेफ्टबाट दिदी बहिनीहरूले प्र्याक्टिस गर्दै हुन्छ सर्भाइभल किट फायर इग्नाइटर अब हामी अब सर्भाइभल सिचुएसनमा चाहिँ के गर्न सकिन्छ भन्ने कुरा हो है सधैँभरि अब यहाँ जस्तो कम्फोर्ट जोन हुँदैन अब आर्मी जसरी अब कहिलेकाहीँ गएर जङ्गलमा गएर हराइयो भने अथवा ट्रेकिङ गर्दा गर्दै जङ्गलमा गएर हराइयो भने चाहिँ कसरी चाहिँ के खानु त पर्यो होइन त्यसको लागि चाहिँ प्रायः ट्रोपिकल इन्भाइरोमेन्टमा चाहिँ तपाईँको अन्डरग्राउन्ड भनौँ न रुखमुनि ग्राउन्ड मुनि फल्ने जस्तै कि आलुहरू होइन यो चाहिँ जङ्गली आलु होइन तरुल जस्तै हुन्छ जङ्गली आलु जमिन मुनि फल्ने अब यस्तोहरू चाहिँ खान सकिन्छ है सबैभन्दा सुरुमा खान मिल्छ कि मिल्दैन भनेर टेस्ट गर्नको लागि चाहिँ के गर्नुपर्छ त भन्दाखेरि है जस्तै कि अब फर इक्जाम्पल यो मलाई थाहा छैन है सबभन्दा फर्स्ट भनेको चाहिँ आफ्नो स्किन इन्फेक्सन हुन्छ कि नै भनेर छालामा रगड्ने हो छालामा रगडिसकेपछि केही बेर रगडिसकेपछि वेट फर 20 सेकेन्ड्स होइन त्यसपछि यहाँ स्किन एरर चाहिँ आएन भने चाहिँ ल पास
त्यो स्टिल पास भएको छैन है, फर्स्ट फेज मात्रै पास भयो है। तर स्किनमा रगडिसकेपछि चाहिँ अब स्किनमा एलर्जी आएन भने चाहिँ त्यसपछि ओठमा टोक्ने, ओठमा च्याप्ने है, ओठमा च्यापिराख्ने 20 सेकेन्ड्स। त्यसपछि ओठमा पनि केही एलर्जी, इरिटेसन, पोल्ने त्यस्तो केही आएन भने ओठमा पनि पास भयो। दुईवटा फेज पास भयो है अहिलेसम्म। अब थर्ड फेज भनेको चाहिँ अब मुखमा गम्सतिर है, गम्सतिर राखेर सानो पोर्सन है, फेरि जस्तै कि अब यो पाछ भने पिन्च सानो पोर्सन मात्रै, यत्रो पोर्सन मात्रै है। अनि त्यसपछि गममा राख्ने, वेट फर, गममा राखेपछि वेट फर 5 मिनट्स है, 5 मिनट्स वेट। चट्ट अब इरिटेसन भएन। अब त्यसपछि जिब्रोमा, जिब्रोमा नि राख्ने। अब जिब्रोमा नि भएन भने चाहिँ लास्ट भनेको चाहिँ लास्ट स्टेज भनेको चाहिँ स्वालो इट है। अब खाना त्यो यत्रो खाइसकेपछि 20 मिनट कुर्नुपर्छ। यो खाना मिल्छ कि नै टेस्ट गर्ने है। 20 मिनट कुर्ने, एलर्जीहरू आएन, पेट दुख्ने, छेरपाटी लाग्ने त्यस्तो केही पनि भएन भने चाहिँ ल यो चाहिँ एडेबल हो है। त्यसपछि चाहिँ योभन्दा ठुलो पोर्सनहरू चाहिँ खान सकिन्छ है। अब यदि त्यस्तो अब पेट दुख्ने यताउता भइहाल्यो भने चाहिँ अब के गर्नु त, अब थोरै पोर्सन छ होइन, त्यो त जेलले पनि पचाउँछ। तर खाना चाहिँ नखानु होइन, वेट आउट फर यर बडी टु हिल योर सेल्फ है। अब के छ त भन्दा अब प्रायः यो फ्रुट्सहरू भनेको अब देखिरहेकै फ्रुट्सहरू हो, तर यो चाहिँ पक्का ट्रोपिकल इन्भाइरोमेन्टमा पाउने फ्रुट्सहरू हो। हामीले चाहिँ खोजेरै लिएर आएको होइन, आइडिया होस् भनेर लिएर आएको हो। प्रायः अब हिँड्दै पनि अब रुखमा अब कसरी चाहिँ टेस्ट गर्ने त टेक्निक सिकिहाल्नु भयो होइन। अब भेटिहाल्नु भयो भने चाहिँ जङ्गलमा हराएको बेलामा त्यसरी टेस्ट गरेर चाहिँ फ्रुट्सहरू, प्लान्ट्सहरू खान सक्नुहुन्छ। मसरुमहरू खान सक्नुहुन्छ। तर मसरुम चाहिँ फेरि पोइजनस पनि हुन्छ है, पोइजनस र नन पोइजनस चाहिँ चिन्नुपर्छ है। तर त्यसको लागि पनि पाइहाल्नु भने पनि त्यही हो, टेस्ट गर्ने हो, केही रियाक्सन आयो भने खाइदिनु है। ल अब अहिले हामी के अरे टुक्क जिब्रो कम्फोर्ट जोनमा छौँ होइन। त्यसको लागि चाहिँ अब आर्मीले रासन प्रोभाइड गरेको छ है। रासन चाहिँ 24 आवर्सको लागि सर्भाइभल भनेर एकजनालाई दिन्छ। मेरो लागि 24 आवरलाई यो प्याक दिन्छ है। यो प्याकभित्र त के हुन्छ त हेरौँ न त होइन। यो प्याकभित्र फेरि बनाउँदाखेरि चाहिँ खजाना छ है। तपाईँको स्न्याक्सहरूदेखि लिएर है, केकहरू, बिस्किट्सहरूदेखि लिएर मेन मिलहरूदेखि लिएर है, यो तपाईँको यस्तो यो ठुलो प्याकेटहरू भनेको चाहिँ मेन मिल हो है, मेन मिल हो। योहरू भनेको चाहिँ स्न्याक्सहरू है। बदामहरू नि हुन्छ स्न्याक्समा, पिनट बटर हुन्छ। अब आर्मीले अब बिहान बिहान अब चिनेको मान्छे छ भने ब्रेड ल्याइदियो भने ब्रेड लाएर खान पनि पायो है। अब यो प्याकेटमा चाहिँ स्पेसल प्याकेट हो, यो चाहिँ मोरल प्याकेट भन्छ है यसलाई चाहिँ। यो भित्र चाहिँ के हुन्छ त भन्दाखेरि नजिकै राखिदिन्छ है। पिरो खान मन लाग्ने मान्छेलाई पिरो पनि छ है, पिरो अचार, चिनी, यो जुसहरू, एनर्जी ड्रिङ्कहरू। यो चाहिँ तपाईँको अहिले क्यामो क्रिम उस्नलाई अब यही युज गर्दा नि हुन्छ। यो चाहिँ वाइप हो है, वेट वाइप, सलाइको काँटी, चिया, कफी, यो टिस्यु पेपर, अनि हट ब्रु, यो चाहिँ चक्लेट, हट चक्लेट, मोरल प्याकेट। त्योहरू यसलाई चाहिँ मोरल प्याकेट भनिन्छ है। अब के बाँकी रह्यो, केही बाँकी रहेन है। अब खाना खाउँ है, भोक पो लाग्यो। ल दिदीहरू टन बाई टन यहाँदेखि आउनुहोस्, म तपाईँहरूलाई म प्रोभाइड गर्छु। तपाईँहरूको म प्रोभाइडर आज। पानी हाल्ने, पानी यहाँ छ। गाह्रो भयो भने म त पल्टी मार्नु पर्छ।